जय माता दी। Everyone, good morning. Welcome back to my channel and happy दशहरा। मेरो दशहरामा हेर्नु कस्तो छ। बिमारी भइएको छ, टाउको दुखेर ज्वरो आएर हालत खराब छ। के गर्नु, टीका त लाउन जानै पर्छ हैन। त्यही भएर फटाफट गरेर म चाहिँ खाना सब्जी बनाउँदैछु। खानको लागि मैले अलिकति आलु काटेको छु र यहाँ छ हाम्रो खसीको मासु। यति गर्नु होला, एन्डसम्म हजुरलाई म देखाउने छु। म चाहिँ अब यहाँ टीका लाउने सामानहरु रेडी बनाउँदैछु। रेडी भइसकेको छैन गाइस, हेर्न सक्नुहुन्छ। म हजुरहरु सबै थोक देखाउन। यहाँ हेर्नु, जमरा साह्रै राम्रो लाग्ने कि जमरा भनेपछि चाहिँ। र गाइस यो चाहिँ म्याजिक नै हो भनेर सबैजनाले आएर हेरिराख्नु भएको थियो। यो चाहिँ मैले अनलाइनबाट लिएको थिएँ गाइस। हजुरहरुलाई पनि राम्रो लाग्यो नि भन्नु होला। म कमेन्ट बक्समा भन्नु होला, म हजुरलाई लिंक पठाइदिन्छु। हेर्न सक्नुहुन्छ यो कति म दुध चढाए जस्तो हुन्छ, माथिबाट धुवा आउँछ छिरेर। कति सुन्दर लाग्दैछ है। कस्तो लाग्यो हजुरले कमेन्ट गर्नु ओके। र यहाँ चाहिँ बाबु पूजा गरेर ठिकठाक पार्दै हुन्छ, दियो बाती जलाउँदै। जो जो गोर्खाली हुन्छ उहाँलाई त थाहै होला हैन। पहिला हामीले निधारमा टीका लाउन भन्दा पहिला हामीले दैलोमा लाएर यसरी लगाउनु पर्छ र यहाँ बाबु चाहिँ लगाउँदै हुनुहुन्छ। अब साडी लाएर अब रेडी हुँदैछु। सो अब मेकअपको डन आउँदैछ गाइस, हेर्नु होला। उता ह्यान्डसम छ हिरो। सो गाइस यहाँ चाहिँ हाम्रो रेडी भइसक्यो र हाम्रो नन्दरानी फोनमा हुनुहुन्छ। बेंगलोरबाट हेर्दै हुनुहुन्छ टीका लगाउने। अब म चाहिँ यसरी रेडी भइसकेको छु, हेर्न सक्नुहुन्छ गाइस। गाइस हामी चाहिँ रेडी भइसकेको छौँ दुईजना चिटिक्क पारेर। हेलो गाइस। हेलो गाइस। यहाँ हाम्रो बाउ हेरिराख्नु भएको छ। हाय भनिदिनु बाउ। भन्ने कुरा मान्नु ल। काखै माया गर्नु। सुगास हामी चाहिँ हिँड्यौँ मामा घरतिर, किनकि माइत जान लेकिन दूर छ, त्यही भएर वापस आइन्न। त्यही भएर हामी चाहिँ पहिला मामा घर टीका लाएर जाने भनेर मामा घर जाँदैछौँ गाइस, हेर्न सक्नुहुन्छ। त्यो मूर्ति विसर्जन गर्न लाँदै रहेछन्। अच्छा अर्को पनि मूर्ति लाँदै रहेछन् गाइस। एबीपी को फाइनली गाइस हामी चाहिँ मामा घर पुगेर हामीलाई मामाले टीका लगाइदिँदै हुनुहुन्छ। हेर्नुस्, मामा माइजू सबैले लगाइदिनुहुन्छ। त्यसको बादमा लास्ट टाइममा ठुली आमा पनि आइपुग्नुहुन्छ र ठुली आमाले पनि हामीलाई यतै टीका लगाइदिनुहुन्छ। एन्डसम्म हेर्दै गर्नु होला, हजुरहरु देख्न सक्नुहुन्छ। यो माइजू हो हाम्रो। लु यता चाहिँ दक्षिणा धर्दै कति खुसी भएको कि म हेरेन त्यहाँ। आहा खुट्टा पनि दुख्ने। आज त हामीले पूजा गरिन्छ है। त्यतिमा यो हाम्रो ठुली आमा हो। मेरो ठुली आमा, मेरो मामा घर, मेरो ठुली आमा है। यो चाहिँ मेरोतिर आएको मामाहरू हो। सो अब आउँदा आउँदा त्यहाँबाट त निक्लिसकेको थियौँ। फेरि बाटोमा हेरेको त ट्राफिक जाम। फेरि यता पनि अर्को मूर्ति पनि निकाल्दो रहेछ। यहाँ चाहिँ यति दुर्गा राखेका थिए कि कता कता हो। त्यसैले एकदम ट्राफिक पुरै हेर्न सक्नुहुन्छ, पुरा गाडीहरू रोकिरहेको छ। त्यति गर्दा गर्दा हामी चाहिँ निक्लियौँ माइत। हेर्न सक्नुहुन्छ गाइस, फाइनली हामी निक्लियौँ माइत। अब जाँदैछौँ हामी माइत। सो भोलि बिहान हामी घुरिन्छ। आज चाहिँ हामी घुरिन्न, त्यसको लागि साँझ परिसकेको थियो। हेर्न सक्नुहुन्छ घाम पनि डुब्न लागेको छ। फाइनली हामी पुगियो। अनि सायद पुग्दाखेरि सबैजना आइसक्नु भएको छ। मम्मी दिदीको छोरीहरू सबैजना आएर टीका लगाइसकेका रहेछन्। र हामी चाहिँ पुगिसकेको छौँ साइनी फुपू घर र उसले टीका लगाइदिँदै हुन्छ र अनि मलाई पनि। सो गाइस आजको ब्लग यति नै हो। ओके बाइ बाइ, सी यु नेक्स्ट फर। थ्याङ्क यू फर वाचिङ एन्ड ह्याप्पी दशमी। लभ यु अल।